नमस्कार, मेरो युट्युब च्यानलमा आज भक्तपुरतिर यसो घुम्न जाऊँ न त भनेर गएको थियौँ हैन। संयोगले आज भक्तपुरमा त्यहाँको रैथाने मेला पनि लागेको रहेछ, आजै लागेको रहेछ। त्यहाँका स्थानीयवासीहरूले आफ्ना उत्पादनहरू चाहिँ आज र भोलि मेला राखेका रहेछन्, सबै हेरियो। त्यहाँको स्थानीय सांस्कृतिक, सामाजिक, धार्मिक हैन स्थानीय उत्पादनहरू सबैको मेला लागेको रहेछ। हामीले पनि सरर सबैको अवलोकन गऱ्यौँ। मलाई त यो बेहुलीको कस्तो राम्रो लागेको। सबै सामानहरू त्यहाँको स्थानीय कुनै ह्यान्डिक्राफ्टहरू, हातले बनाएकोहरू, खानेकुराहरू पनि त्यहाँको स्थानीय रूपमा बनाएको हैन। सबै कुराहरू हामीले यसो अवलोकन गऱ्यौँ। सररररर हेर्दै गयौँ। त्यसपछि त्यहाँ महिलाहरूले पनि उसमा काठमा चाहिँ आफ्नो कला देखाइरहनु भएको थियो हैन। सबै हामीले त्यहाँको सांस्कृतिक पक्षहरू सबैको अवलोकन गर्दै हामी निस्क्यो। यो चाहिँ तोरीको भुटेको तेल हो साथीहरू, एकदमै। अनि फुलको पनि थियो, त्यहाँनिर राख्नु भएको थियो कति राम्रो फुलहरू। खानेकुराहरू पनि आफ्नो थिए। हामीले पनि जुधाउ खायौँ अलिकति। अनि त्यसपछि एमरी पनि चाख्यौँ। त्यहाँका दिदीबहिनीहरूले बनाउँदै तातै दिनुभएको थियो, मिठो थियो। एमरी पनि मिठो थियो। त्यसपछि हामी फोटो खिच्यौँ। फोटो खिचिसके पछाडि हामी सरर त्यसपछि हेर्दै हामी बाहिर निस्क्यौँ। त्यसपछि हामी लाग्यौँ हामी दरबार भक्तपुरको भित्री बजारतिर। मेन गेटमा हामी छिरिसकेपछि हामी गयौँ। पहिला हामी म्युजियमतिर छिर्यौँ। म्युजियममा पुरानो त्यहाँको सबै सांस्कृतिक पक्षहरू, सबै हातले हस्तकलाले बनाइएका सबै चिजहरू रहेछ, राम्रो। यो झ्याल हेर्नुहोस् न कस्तो खालको, सानो छ अगाडि ठुलो, पछाडि सानो, पछाडि हेर्न मिल्ने खालको। मलाई यो अनौठो लागेर बनाएको है भिडियो मैले। त्यसपछि हामीले सबै त्यहाँका चाहिँ पुरातत्त्वको सामानहरू हेऱ्यौँ र हामी बिस्तारै सरर हेर्दै फोटो पनि खिच्यो अलिअलि। अनि हामी बाहिर निस्क्यौँ। यो पोखरीको छाया कति राम्रो देखेको। त्यसपछि हामी बाहिर निस्केर सरर भिडियो बनायौँ। तपाईँहरू पनि कोही भक्तपुर त जानुभएको छैन भने भक्तपुर एकदमै हेर्ने लायकको ठाउँ हो। भक्तपुर चाहिँ नेपालको सबभन्दा सानो जिल्ला हो, तर संसारमा चाहिँ 5वटा देशभन्दा ठुलो जिल्ला हो। त्यस्तो ठाउँ हो यो भक्तपुर। पुरातत्त्व विभागले विश्व सम्पदामा पारेको ठाउँ पनि हो। हेर्ने ठाउँको छ, 5 तले 7 तले। अनि सबै मन्दिरहरू हामी हेऱ्यौँ, दरबार हेऱ्यौँ र सरर हामी निस्क्यौँ। यो चाहिँ भक्तपुरको ओह्रालोबाट हामी बिस्तारै आयौँ। धन्यवाद।